नमस्ते जदुलप्पा, म बासुराज उपाध्याय अहिले छोटो भिडियो लिएर म उपस्थित भएको छु। आजको मेरो विषयवस्तु चाहिँ जपमाला सम्बन्धी है। यो धेरैले चाहिँ सोधिराख्नु भएको चाहिँ मन्त्र जपमाला सम्बन्धी हो है। अनि अर्को पनि प्रश्न चाहिँ तपाईँ नेपालमा आउनुभयो हो भनेर सोधिनुहुन्छ। म नेपालमा होइन है, म युएसमै हो। विगत 20 वर्षदेखि यहाँ युएसमै हो। म नेपालमा चाहिँ छैन। यो सबै चिजहरू नेपालको चिजहरू चाहिँ मसँग यो भएर चाहिँ नेपाल जस्तो लागेको हो होइन। मलाई मनपर्छ, नेपाल जस्तै बनाउन मनपर्छ। र अनि धेरैले चाहिँ यो मन्त्र जप्दाखेरि यो जुन मन्त्र जप्दाखेरि मालाको विषयमा चाहिँ माला विचार भन्ने चाहिँ हाम्रो यो पद्धति नै छ होइन। त्यसले गर्दाखेरि यो जप्ने पनि आफ्नोमा नियम छ। अब यो रुद्राक्षको माला होइन, यो चाहिँ 54 पनि हुन्छ, 108 पनि हुन्छ। अनि सबैभन्दा माथि तपाईँले देख्न सक्नुहुन्छ, यसलाई भन्छ सुमेरु। यसलाई भन्छ सुमेरु। जुनसुकै मालामा पनि तपाईँले एक्स्ट्रा राखेको हुन्छ कि 54 मा पर्दैन, यो चाहिँ एक्स्ट्रा हो। त्यसले गर्दाखेरि तपाईँले जप्दाखेरि यसलाई चाहिँ यो इन्डेक्स फिङ्गरले यो चौराउनलाई यो तर्जनीले चाहिँ टच गर्न नहुने, यो टच गर्नु हुँदैन। र यसलाई चाहिँ फेरि क्रस पनि गर्नु हुँदैन। भनेको मतलब के त भन्दाखेरि यसलाई यसरी साइडमै राखेर यसलाई हार्टमा टच गरेर अथवा चाहिँ आफ्नो छातीमा यसो हात राखेर यो भुइँमा पनि छुन्न हुने, यो खुट्टा पनि छुनु हुँदैन। अनि तपाईँको काखमा टावल राखेर चाहिँ तपाईँले जप्न सक्नुहुन्छ होइन। अब माला जप्दाखेरि फर इक्जाम्पल अब ओम नमः शिवाय, ओम गणपतये नमः, ओम गम गणपतये नमः वा गणपतये नमः शिवाय, ओम नमः शिवाय जे भन्नुहोस् होइन। तपाईँको आफ्नो मन्त्र नि जप्दै आफका चाहिँ तान्ने हो यो है। आफका यसरी तान्दै 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 लगेर तपाईँको यहाँ अब भनौँ अब यो 54 को माला मेरो यहाँ पुग्यो। अब ल 54 मा पुग्यो। अब मैले फेरि ओम नमः शिवाय यसलाई क्रस गर्न मिलेन। यसलाई मैले फेरि यसै क्रस गर्न मिलेन। अब के गर्ने त, एकसाथ जप्नु पर्ने। यसलाई तपाईँले आफ्नो हातबाट निकालेर फेरि यसो उल्टो बनाएर त्यहाँबाट फेरि जप्नु पर्यो है। यसलाई क्रस भएन नि त होइन। यो आकारमा गयो, फेरि माला घुमायो, त्यहाँ पुग्यो, फेरि माला घुमायो भन्दाखेरि यो सुमेरु क्रस भएन। अब किन यसले टच गर्न नहुने भन्दाखेरि यो चाहिँ वायु तत्त्व, यो चाहिँ सबै यो पृथ्वी जल तेज आकाश वायु पञ्चतत्वको मध्ये चाहिँ यो चौराउन चाहिँ वायु तत्त्वको रूपमा भन्छ। वायु भनेको चाहिँ हाम्रो एनर्जी जान्छ कि यसबाट गर्दाखेरि आउने चिजभन्दा जाने बढी भयो। यो पितृलाई पूजा गर्न मात्रै चौराउनाले चाहिँ टिकाहरू लगाइदिने, तर्जनीबाट चाहिँ टिका लगाइदिने चाहिँ पितृ पूजामा गरिन्छ भएदेखि अरूमा चाहिँ हामी खास चौराउना युज गर्दैनौँ है। अनि यसमा चाहिँ अब प्र्याक्टिकली अब यसलाई चाहिँ एउटा घमण्ड र अहङ्कारको पनि त अब पाख भन्नु पऱ्यो भने यही, कसैलाई पोइन्ट आउट गर्नु पनि यही, त्यो पोजिटिभ चाहिँ आउँदैन कि यसबाट है। प्र्याक्टिकल कुरा यो चाहिँ फेरि त्यसले गर्दाखेरि यसलाई चाहिँ टाढै राखेर कसैको चाहिँ त्यस्तै अब कपडाको झोला जस्तो बनाइरहेको हुन्छ, जो चौराउनलाई छक्क निकालेर यसरी जप्ने पनि हुन्छ होइन। अब यसमा चाहिँ माला विचार, यो चाहिँ अब मालालाई भुइँमा पनि राख्न नहुने। अब भुइँमा रुमाल टावल राखेर त राख्न सकिन्छ होइन। अब यो मालालाई चाहिँ तपाईँले मजाले अब आफ्नो खुट्टामा छुने गरी पनि राख्नु नहुने। भुइँमा पर्यो भनेदेखि चाहिँ तपाईँको आफूसँग भएको मन्त्रले एक घेरालाई तपाईँले फेरि शोधन गर्नुपर्ने हुन्छ है। अनि मात्र माला एक्टिभ हुन्छ। त्यसले गर्दाखेरि अब माला पनि याद गर्नुहोस् न, 20 मा यसो हेर्नुहोस् त, यो गट्टा एक आपसमा छोको पनि छैन, छुनु हुँदैन। यो 20 कोलाई चाहिँ ब्रह्म ग्रन्थि भन्छ। यो सबै ग्रन्थि राखेर बनाइरहेको हुन्छ। आजभोलि बजारमा एकदम एकपछि आपसमा जोडेको पाउँछ, त्यो चाहिँ अलिकति राम्रो हुँदैन। अब रुद्राक्षको माला चाहिँ तपाईँले सबै देवदेवताहरूको लागि चाहिँ हुन्छ। यो कमन हो यो। तर अब आफ्नो माला कहिले उसले, कहिले दाइले, कहिले दिदीले, कहिले भाइले चाहिँ जप्न चाहिँ मिल्दैन। भरसक चाहिँ माला भनेको आफ्नै हुनु जरुरी छ है, किनभने एनर्जी मिक्स गर्न चाहिँ मिल्दैन। त्यसले गर्दाखेरि यो माला पनि आफ्नो आफ्नै चिजहरू हुन्छ। अब माला विचारमा अर्को एउटा पनि के छ भन्दाखेरि माला जप्दाखेरि अब बिहानतिर तपाईँले जप्नु भयो भने तपाईँले इस्ट फर्केर गर्नु पर्यो भनेदेखि चाहिँ बेलुकातिर गर्नु भने वेस्ट फर्केर चाहिँ तपाईँको माला जप्नुपर्ने हुन्छ। नर्थ पनि हुन्छ, तर साउथतिर नगर्नु होला। साउथ फेस गरेर चाहिँ माला जप्नु भयो भने आफ्नो एनर्जी जाने मात्र हुन्छ, आउने चाहिँ धेरै कम हुन्छ। त्यही भएर आउनेतिर पनि हामीले विचार गर्नु पर्यो है। त्यसले गर्दाखेरि अब यो माला जप्दा अर्को एउटा नियम छ। त्यो भनेको चाहिँ यदि माला जप्दै हाछौँ आयो, तपाईँले एकदमै कतै चिलायो, अब यसो कन्याउने यसो कन्याउने त्यस्तो गर्यो, अथवा पाद आयो भएदेखि यो मन्त्र जपिरहँदाखेरि अब 30 मा 32 मा 35 मा जतिमा होस् त्यो काउन्ट हुँदैन। फेरि त्यसलाई फेरि ब्याक टु 1 मा आउनुपर्छ। अघि सिधिसकेको 2 माला त काउन्ट हुने भयो, यो रनिङवाला चाहिँ काउन्ट हुँदैन है। यो पनि विचार गर्नुपर्छ। त्यसपछि अब अरू विचार गर्ने यो औँलाले नछुइदिने, यो रुद्राक्षको स्पेसल रुद्राक्ष मालाहरूलाई होइन, यसरी राखेर हात टच गरेर तपाईँले मन्त्र जपेर यसको एउटा नियम छ। आफ्नो स्माइल गर्दा स्ट्रेट बनाएर सक्छ पद्मासन, अब सुखासनमा, अब पद्मासन त गाह्रो छ बस्न है। सुखासन भने पलेटी कसेर बस्न सुखासन भन्छ, पोस्चर अफ ह्याप्पिनेस हुन्छ त्यो होइन।
अब कसैलाई चाहिँ अब खुट्टाको घुँडाको प्रब्लमहरू छ, आफ्नो कम्फोर्ट जोनमा बसेर चाहिँ जप्न सक्नुहुन्छ। रुद्राक्ष माला घरमा नभएकोहरू त कमै होला है। त्यसले गर्दाखेरि यो माला विचार चाहिँ यो नै हो। यो छोटो भिडियोसँगै आज म बिदा चाहन्छु। धन्यवाद।